बहन 면은 모르는데 아까 계단 통과하고 빨리 와 빨리 해진대 गाई जब यहाँ चाहिने जो सरङकोटको डाँडाको यहाँ भ्यू टावरमा चढेर हामीले होइन हेर्नु त है आम्मा माछा पुछ्रे हिमालको हिमाल ल हेर्नु होला नजिकबाट लाइभमा मैले पनि फर्स्ट टाइम चाहिँ यसरी हिमालको भ्युज हेर्दैछु होइन यहाँ सनराइजदेखि लिएर टावर यो भ्युज आहा पोखराको भ्युज 저렇게 쬐깐하게 나와 공이 엄청 यो धरतीको स्वर्ग भनेको यही हो यस्तो छ हेर्दाखेरि यति राम्रो यति सुन्दर पहाडीको फेदीमा बसेको बस्ती हिमाल घामको झलक टक्कसँगले मन्दिर यो टावर अझै माथि टावर पनि हेर्न मिल्ने रहेछ कहाँ माथि जाने डार्लिङ मेरो पनि खिच न भिडियो बनाऊ बोल नहीं पा रहा तुम कहीं यता आउनु इन तीनों से तो पहले ही चलते हैं यो चाहिँ 108 धारा हो होइन 108 धारा यो मन्दिरको सरङकोट डाँडा मन्दिरको सरङकोट डाँडाको 108 धारा हो यहाँ चाहिँ हामी दुईजना यसरी धारामा उ गर्दैछौँ यो भिडियो आउँदैछ नि त यहाँ के माग्दैछौ भन्छ धारामा
गाइज अब सारङकोटको डाँडोमा चाहिँ हामी सब घुमिसक्यौँ होइन, सबै झलकहरू छ, पाहाडहरूको सबै अपलोड हुन्छ। फाइनल्ली अब केबुल कार चढेर रिटर्न ब्याक हुनलाई उता जाँदैछौँ हामी दुईजना, बेहुला बेहुली। मेरी बेहुली चाहिँ अलिक ढिलो पनि हिँड्छिन् अनि रिसाको रिसाई गर्ने बानी छ। केटाकेटी जस्तो बानी छ रिसाको रिसाई गर्ने, फकाउँदै फकाउँदै लिएर हिँड्दैछु। अब केबुल कार यो केबुल कार चढ्ने ठाउँ चाहिँ त्यो बिल्डिङ मन्दिर जस्तो भएको, त्यहाँबाट केबुल कार चढिन्छ होइन, त्यहाँबाट जाने हो। अब अरू कुरा भनेको त्यस्तै हुँदै गर्छ। अब केबुल कारको पनि अपडेट हुन्छ। हामी हिँड्दै हिँड्दै सरङकोटको डाँडाबाट यहाँ आइपुग्यौँ। रमाइलो लाग्यो यात्रा, जे भए पनि रमाइलो छ, ठिकै छ। पोखरा सहर राम्रो छ, सबैजना घुम्न आउनु होला। अब हामी चढ्यौँ है, केबुल कारमा चढ्यौँ हामी होइन। हाम्रो बेहुली पनि यहाँ केबुल कारमा चढिन्। सरङकोटको डाँडा घुमेर उता मान्छेहरू उता जाँदैछन् गुटुङटुङ, अर्को रित्तो आउँदैछ। अहिले लाग्छ हौ त्यहाँ ठाउँमा पुगेपछि लाग्छ किन हात्तिएको। यसरी यसले घुमेर चाहिँ टट्ट घुमाउँदो रहेछ। त्यसरी डङ आइपुग्यो त्यो केबुल कार। अब ढोका लाग्यो, अब हाम्रो पनि ढोका लाग्यो। अब हाम्रो पनि जान आँट्यो। उतापट्टि बस्छ त, टुडुङ टुङ टुङ गर्दै जाने हो। मैच्याङमा बसिन् तर अँध्यार देखिँदो रहेछ। सरङकोटको डाँडैमा आउन बस्छ आडैमा, कति राम्रो फेवा ताल, उस्तै राम्रो हाम्रो माया जाल, टुडुङ 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 डस गर्दै भिडियो भन्दैछ गाइज। यहाँ 10 मिनट लाग्छ गाडी आउँछ, सोलो मोसनमा पुग्दो रहेछ टक्कसँगले। हाम्रो मैच्याङमा ओहो मुसुक्क हाँस्यो मुनि लायो के गर्यौ, कसरी भन्नु तिमी मलाई मन पर्यौ। हल्का रमाइलो। कसरी आउनु देखेको है, यहाँ चाहिँ मान्छे केमा आउँछ, गाडीमा आउँछ। कहाँ गाडी हो, आफ्नै घर त्यहाँ हिँडेर आउँछ नि। सिन हेर्नु है गाइज, अब यो यस्तो छ होइन, हल्का रमाइलो। केबुल कारमा सरर कुद्दैछौँ हामी। यहाँ कस्तो दामी हिँड्दा यहाँबाट त। तिम्रो मायाले के गर्यो के गर्यो गर्यो। हिमाल देखिँदो रहेछ तर कस्तो केबुल कारको त्यो केबुल कार गयो, रित्तो गाडी गयो। त्यस्तो रित्तै जाँदो रहेछ। त्यस्तो रित्तो जानेमा चाहिँ हामीलाई चढाएर पठाउनु नि, पैसा लिएर होइन। गाइज हेर्नु है, पोखराको भ्युज। ओहो हिमाल, पर हिमाल देखिरहेको छ टलक्क सेतो माथि देख्नु अलिअलि छल्लिएको छ। हिमाल देखियो त्यहाँ, कस्तो दामी भ्यू छ।
फेवाताल तल देखिन्छ ढाकेको छ सबै कुहिरोले ऊ त्यो फेवाताल हो रोस्ने रमाइलो रोस्ने ल्याएको थियो भने हो ल्याउँदा त हुन्थ्यो इच्छा मागिरहेछ नि त अब पछि आउँछन् नि ठुला भएर यहाँको सिनो त्यस्तो राम्रो छ गाइज हेर्नु त ओहो ल पोखरा त पोखरै रहेछ नि जे भने नि पोखरा त पोखरा नै रहेछ सरकटको डाँडो हेर्ने फेवाताल फेवातालको डाँडो जाने झुल्के घाम हेर्ने फेवातालमा डुङ्गा खेल्ने रमाउँदै घर जाने जे भने नि पोखरा त पोखरा नै रहेछ जे भने नि पोखरा त पोखरा नै रहेछ सरङ्गटको डाँडो घुम्ने फेवातालमा जाने सरङ्गटको डाँडो घुम्ने झुल्के घाम हेर्ने अल्छी लाग्दो जिन्दगीलाई अलिअलि फेर्ने जे भने नि फेवाताल त फेवातालै रहेछ पोखरा चाहिँ पोखरै रहेछ भन्नु जे भने नि पोखरा त स्वर्ग जस्तै रहेछ यो चाहिँ मेरो आफ्नै गीतै गाइछ म यहाँ थिएँ नि त कहाँ थियो त्यो फेवातालमा साइली डुङ्गा सर फेवाताल पछाडि देखिँदैछ सम्झनामा तिम्रो तस्बिरै फेवाताल हेर न म कस्तो राम्रो तल देखिरहेको छ फेवाताल गाइज फेवाताल देखिरहेको छ है म केही हुँदैन हौ फेवातालको सिन केबुल कारमा चढेर फेवातालै हेरौँला साइली तिमीसँग भेटेर जीवन फेरौँला फेवाताल गाइज हाम्रो मैच्याङ सन्की मैच्याङ फेवातालको मन्दिर हो त्यहाँ बिचमा मन्दिर देखिरहेको छ अब जान्छौँ हामी त्यहाँ पनि जान्छौँ फेवातालमा पौडी खेल्ने के अरे बोटिङ गर्ने फेवातालमा होइन कस्तो दामी देखियो ल फेवाताल हेर्नु है कस्तो राम्रो देखिन्छ फेवातालको भ्यूज ल यो चाहिँ स्वर्गहरू छ स्वर्ग पोखरा जन्मेर 40 वर्ष भयो बल्ल बल्ल पोखरा आइयो तर राम्रो छ पोखराको सिन सबैजना आउनु होला पोखरामा घुम्नलाई सबैजना आउनु होला एकदम राम्रो छ सिनहरू हेर्नु अगाडि उता म देखाइदिन्छु फेवाताल टक्क देखिरहेको छ अब चाहिने जो यहाँ हामी केबुल कारमा छौँ होइन केबुल कार गई फेवाताल यसरी जाँदैछ केबुल कारमा सर हामी कुद्दैछौँ टुटु पारेर उता तलबाट केबुल कार आउने पनि आउँदैछन् जाने पनि जाँदैछन् बिस्तारै कुद्दो रहेछ मजाले अनि यो फेवाताल हो तलको पोखरा लेक साइड भन्दो रहेछ यसलाई लेक साइड चाहिँ यता रहेछ यस्तो राम्रो रहेछ ठाउँ हरियाली जङ्गल सुन्दर पहाड हो केबुल कार गयो एउटा हाम्रो मैच्याङ डराएर हेर्दैछु म छैन म पहिला नि चढेको केबुल कार अहिले चढेको त ए पहिला पनि चढे अरे म त जीवनमा पहिलोचोटि केबुल कार चढेको पोखरा पनि पहिलोचोटि आएको गाइज
होइन पोखरा पहिलोचोटि आयो केबल कार पहिलोचोटि चढ्यो भनेर चाहिँ हाम्रो मैचाङलाई भनेको मैले फेवाताल हेर्नु त ल ओहो लु गाइस अब फेवाताल आइपुग्यो फेवाताल प्रवेश गरिँदैछ अब मन्दिरतिर जाने उता हाम्रो बुहारी आउनु भएको छ दिपकजीको मिसेस हामीलाई घुमाउनलाई यहाँ पोखरा हो उहाँको घर यतै हो बस नि त अनि यतै राख्ने हो हुन्छ त अब यहाँ पोखराको तालको बिचमा मन्दिर छ अरे मन्दिरमा अनि अब मन्दिर पनि दर्शन गर्ने भन्ने हाम्रो मैच्याङको धोको छ बिहान बिहानै नखाउँ ल खान्छ फलफुल चिया चाहिँ खाँदा हुन्थ्यो म त साथै चिया खानु पर्यो फाइनल्ली फेवाताल आइयो यहाँबाट डुङ्गा चढेर मन्दिर जाने होइन यहाँबाट होइन ए त्यसो भने चिया खाउँ अनि हेरौँ यस्तो यहाँका राजाहरू यहाँ छन् ए यहाँ त त्यसरी आफै पनि बोट लिएर कुदाउन पाइँदो रहेछ नि त होइन यता पनि राम्रो रहेछ जाऊ न उता लु दुईजना पनि खिच्नु न यो फेवाताल फाइनल्ली अब यो फेवातालको भ्यू जो यो यहाँ कुकुर नुहाउने कार्यक्रम चल्दै रहेछ भाइहरूको यहाँ घुम्न पर्यटकहरू आइरहेछन् तब नउठा पाया भन्दैछन् यस्तो चल्दैछ यहाँ चाहिँ उ रहेछ करिडोर यो आहा ऊ त्यो त पहाडको सिन टक्क आउँदो रहेछ त हेर्नु त ऊ त्यो चाहिँ मन्दिर के हो मन्दिर हो त्यहीँदेखि उतापट्टि होइन शिवको मूर्ति टक्क अब यो फेवातालको चाहिँ अब फोटो दुईजनाको जाँदैछ होइन दामी फोटो आयो है दामी फोटो आयो यस्तो दामी फोटो चाहिँ नि अब फ्रेम गरेरै राख्नुपर्ने अवस्था भयो लु खतरा आयो खतरा फोटो लु हेर्नु त फेवातालको पोखरा त्यहाँनिर मन्दिर त्यो चाहिँ मन्दिर हो हाम्रो होइन फेवातालको सिन आहा पोखरा फेवाताल
मसाइली डुङ्गा सररा भन्ने गीत हेर्नु त फेवाताल कत्रो छ आम्मामा गाइज यो भनेको पर्यटक स्थल हो एकदम राम्रो नेपालको राम्रो सुन्दर अति सुन्दर ठाउँ हो यसरी हामी अब घुम्दैछौँ फेवाताल ओहो गाइज ल पानको पत्तामा खिच्ने अरे फोटो होइन पानको पत्तामा फोटो खिचेर अब यता हेर्नु यता दुईजना यता हेर्नु आहा छुट्टी आउँदा झापा आउनु सब घुमाइदिन्छु झापा इलाम कन्याम लु अब हामी चाहिँ यहाँनिर अब डुङ्गा चढ्न आँट्यौँ होइन यहाँ मन्दिर जानलाई यो हाम्रो म्याडम पनि लुगा लाउनु भयो यता लाउनु भएकै छैन अनि हामीले लगाइसक्यौँ अब फेवातालमा मन्दिर फेवाताल ठ्याक्कै मन्दिरमा पूजा गर्न जानलाई ठ्याक्क डुङ्गाको टिकट सिकट काटेर अनि ज्याकेट सेफ्टी ज्याकेट लिएर चाहिँ हामी जाँदैछौँ पूजा सामग्री अब यहाँ हुँदै रहेछ है अब डुङ्गामा सोही यहाँ मन्दिर जाने हो डुङ्गा चढेर यहाँ मन्दिर लाइनमा लागेको छ ए डुङ्गा लाइनमा लागेको छ ऊ त्यहाँ मन्दिर जाने हो ऊ पर छ मन्दिर हो यो फेवाताल हो फेवातालमा अब डुङ्गा चलाएर होइन हजुर कुन यही हो चढौँ डुङ्गा चढ्यो है डुङ्गामा चढेर अब कहाँ बस्ने हो चढ्न चाहिँ चढ्यो म त खासै ओजन भएको मान्छे त होइन यहाँ बस न उता उतापट्टि बस न हौ ए ल अब डुङ्गा चढ्यो अब डुङ्गा कुदो 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 लु वाक गर त लु हुनुहुन्छ उहाँ ल गीत गाउनु त गीत गाउन आउँछ तपाईँहरूको यी दुईटा डुङ्गा त लापा पो खेल्ला रहेछ ए डुङ्गा चढेर चाहिँ गयो है रुनु त पर्यो नि त मेरो पनि खिच्नु त टक्कसँगले अब यहाँ मेरो खिच्न लाएको छ है म यहाँलाई खै यतापट्टि समाउनु न हौ उता अम्ला देखिन्छ के भिडियोमा देखिए त के हुन्छ त
कति राम्रो देखे यसो गर है हुँदैन त्यसो गर्न यहाँ कस्तो त्यो यताउता सर्ने हिँड्दै पौडी खेलेर जाउँला न भयो तपाईँलाई पनि आउँछ त हामीलाई आउँदैन के गरे के हुँदैन हौ सर्दाखेरि हुँदैन पेटी बाँध्दैछु ढुङ्गा गट्टा खोल्दैछ मन्दिर जाने काम हुँदैछ हामी हाम्रो मन्दिर जान आँटेको मन्दिर जाँदैछौँ हाम्रो ड्राइभर दाजुले कति मजाले कुदाउँदै हुनुहुन्छ ओइ यो डराएर हेर डराएर हामी बसेको त पर रहेछ नि त अनि उता पर हो नि त अनि हामी यता उ रहेछ उताको जङ्गलहरूको सिनहरू पनि निकाल न कस्तो राम्रो आएको छ ल तपाईँको यहाँ बुझ्नेको चाहिँ आएन क्या आयो ल मोबाइल झर्छ धेरै झर्दैन हौ झर्ने खालको होइन लु चस गर्नु त के भन्नु छ तपाईँको भन्नु त हाम्रो हामी चाहिँ भेट भयो उहाँ हामी चाहिँ झापादेखिबाट आएको पोखरा घुम्नलाई अनि उहाँको घर चाहिँ पोखरामा छ अनि हाम्रो भेट भएकोमा धेरै खुसी छु हामी दिपकजीलाई के भन्न चाहनुहुन्छ यहाँबाट भिडियोबाट पनि हुनुभएको भए रमाइलो हुन्थ्यो झन् भन्न चाहन्छु भनिदिनु न भन न तिमी फाइनल्ली फेवातालको बिचमा भएको मन्दिर दर्शन गर्ने अवसर मिल्यो जीवनमा पहिलोचोटि ल ल तपाईँहरूलाई र मलाई सबैलाई धेरै धेरै बधाई हजुर पनि झापाबाट तपाईँहरू त यहीँ पारी गाउँको हुनुहुँदो रहेछ हामी त झापाको के भन्छ अरे यो मन्दिरको नाम सर तालबाराही तालबाराही मन्दिर गाइज यो चाहिँ तालबाराही मन्दिर रहेछ फेवातालको बिचमा मन्दिर बनाएछन् यहाँ आइडिया यति चाहिँ लाएछन् पर्यटकलाई उ गर्नलाई कहाँ 1 घन्टामा ऊ त्यो होइन हामी अघि गएको टावर सरङकोटको टाढामा बनाएन बनाएर कता कता फुटेर मोबाइल कसो गरे अरे ए यहाँ राउन्ड लाएरै दर्शन हुने रहेछ अनि 1 राउन्ड लागिसक्यो त अब यहाँ यता जानु भयो नि त पहिला यसरी घुम्ने गरेको थियो नि होइन यस्तै घुम्ने त के घुम्न त तर टाइम चाहिँ ठिक टाइममा आएछौँ क्या हामी अहिले ठिक टाइममा आएछौँ यहाँ धेरै मान्छे हुँदा त थोरै भिड हुँदैन त यहाँ आउनै पाउँदैन हाम्रो गुरुजीले डुङ्गा चलाउँदै हुनुहुन्छ त्यसो गरेर अनि उता सार्ने हो अब तालबाराई मन्दिर आइपुग्यौँ हामी अहिले दर्शन गर्न फेवातालको बिचमा यता वरिपरि तालको छ मन्दिरमा पूजा हुँदैछ
दर्शनको लागि भक्तजनहरू टन्नै आउनु भएको छ। त्यसो टुरिस्टहरू पनि छन्। अब हामी मन्दिर दर्शनको लागि जाँदैछौँ। भिडियो होला ल हामी पूजा गर्न लाग्यौँ ल दुईजना। भोको देगी दिखा लगा ऐसे जाइजी ऐसे जाई त तको ना जो तको ना ल गाइज अब पोखरा घुमाइ चलिरहेको छ हाम्रो होइन। यो पुन्द्रीकोट जाने भनेको पर त्यो पुन्द्रीकोट त्यो डाँडो देखिन्छ होइन। म देखाउँछु तपाईँहरूलाई। यो छु म होइन पुन्द्रीकोट। त्यो पुन्द्रीकोट भनेको त्यो डाँडामा त्यो डाँडामा त्यो शिवको ठुलो मूर्ति भएको ठाउँमा होइन हामी जान खोजेको चाहिँ है। त्यहाँनिर जान खोजेको होइन। यहाँबाट 7 किलोमिटर रहेछ। यो पोखरामा ट्याक्सी चाहिँ मनपरी भाडा लिँदो रहेछ। त्यति जानलाई 2000 माग्छ। अनि हामी यहाँ लुखुर लुखुर हिँड्दैछौँ। यहाँ चाहिने जो यो पोखरा नगरपालिकाको पनि ध्यान जाओस्। ट्याक्सीहरूलाई भाडामा चाहिँ मनपरी चाहिँ रोक्नु पर्यो। मेरो मात्रै होइन सम्पूर्ण पर्यटकको आग्रह हो। किनभने हिजो म आएर पृथ्वी चोकमा ओर्लेर यता वर रेड लाइटमा आएर ट्याक्सी चढे 2 किलोमिटर ट्याक्सी चढेको 500 रुपियाँ भन्नु मलाई। 2 किलोमिटरमा कति तेल खान्छ, ट्याक्सीको चार्ज कति लाग्छ, 500 रुपियाँ कहाँबाट लाग्छ। यसमा चाहिँ सबैको ध्यान आकर्षण हुनु पर्यो। धेरै यहाँ मन परिरहेछ यो ठाउँमा।
अनि हामी चाहिँ पैदल यात्रा हिँड्दै हिँड्दै डेभिड फल्सतिर जाँदैछौँ। पोखरा हाइवेमा छौँ। हिँड्दै हिँड्दै जाँदैछ। त्यो पुम्डीकोट भनेको त्यो डाँडो रहेछ। यहाँबाट 7 किलोमिटर छ। ट्याक्सीले 1500 लिन्छ अरे। अब ट्याक्सी पनि भेटिँदैन रहेछ खासै। यस्तै यस्तै छ है पोखराको ताजा खबर। सहर चाहिँ सुन्दरै रहेछ। पोखराको सहर घुम्न जान लाग्छ रहर भनेर भन्छन्। तर यो धनीमानीको सहर हो, गरिब दुखीको ठाउँ छैन यहाँ। जेमा पनि अब पर्यटक आउने क्षेत्र भएर त होला, तर पनि अलि बढी नै रहेछ। लुट धन्दा भन्नु हो कि के हो, अलि बढी नै रहेछ। चाहिने भन्दा बढी नै भाडा त लाग्छ सेवा सुविधा अनुसारको, तर अलिकति चाहिने भन्दा बढी नै भएको जस्तो अनुभव भयो मलाई चाहिँ। अब तपाईँहरूको के छ प्रतिक्रिया? को आएर भोग्नु भएको छ, देख्नु भएको छ यो पोखरा सहर हो, हेर्नु होला गाइस। यो गुप्तेश्वर महादेवको दर्शन गर्न चाहिँ आइयो यहाँनिर। गुप्तेश्वर महादेव पोखरा खाल्टोमा रहेछ। बडा राम्रो रहेछ यतापट्टि। यो चाहिँ एकदम गुप्त जग्गामा भएकाले यसको नामै गुप्तेश्वर राखेको रहेछ क्या र भन्ने बुझियो होइन। यी हामी 3 जना घुमै छौँ। म 2 जना दौडै हुनुहुन्छ। म चाहिँ सोझो सिधा मान्छे, पछाडि हिँड्दैछु। यो आयो जय गुप्तेश्वर महादेव। लु फाइनल्ली गुप्तेश्वर महादेवको मन्दिरमा चाहिँ आइयो। नाग देवताको यहाँ रहेछ गुप्तेश्वर महादेवको मन्दिर पोखराको। एकदम हिन्दूहरूको राम्रो धर्मस्थल हो यो, एकदम मानेको। यो चाहिँ एकदम गुप्त जग्गा छ गुप्तेश्वर महादेव भनेपछि। यसरी तलभित्र जानु पर्यो।
तल जाने होइन जाने हिँड्नु न जाउँ न उताबाट जाने उफ खुट्टा चाहिँ कति दुख्ने भरे हामी गुप्तेश्वर महादेवको मन्दिरमा तल जाँदैछौँ गडगडाएर टिकट काटेर आउनुपर्छ अरे यहाँ टिकट काटेर जानुपर्छ अरे गाई जब होइन गुप्तेश्वर महादेवको दर्शन गर्नलाई टिकट लाग्छ अरे अहिले धेरै मान्छेले हेरे भनेर महादेवले पैसा लिन थालेछन् हेर्न आयो भनेर वाक्क लाग्यो अरे महादेवलाई अहिले महादेवले पैसा बिना दर्शन दिन छोडेको टिकट काट्नुपर्छ अरे यहाँ होइन त्यसरी त्यो चाहिँ टिकट काउन्टर हो लु अब हामी चाहिँ अब गुप्तेश्वर महादेवकोमा यहाँबाट प्रवेशद्वार भयो है यहाँबाट प्रवेशद्वार हामी प्रवेश गऱ्यौँ गुप्तेश्वर महादेवकोमा जानलाई प्रवेश भयो अब उता तल छ अरे गुप्तेश्वर महादेवको चाहिँ हामी तपाईँहरूलाई सबै देखाउँछु डिटेलमा यहाँबाट हामी प्रवेश भएर यसरी हिँड्दै जाने हो हिँड्दै 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 गयो भने प्रवेश शुल्क 50 रुपियाँ लाग्दो रहेछ महादेवलाई हेरेको 50 पैसा लाग्यो महादेवले अहिले फेरिमा दर्शन दिन छोडे अरे 50 रुपियाँ तिरेर चाहिँ महादेवलाई दर्शन गर्न जाँदैछौँ हामी गाई जब तपाईँहरूको प्रतिक्रिया के छ 50 रुपियाँ बोकेर आउनु है यहाँ आउनु पर्यो भने 50 रुपियाँ नबोकी चाहिँ दर्शन पाइँदैन 50 रुपियाँ नतिरी महादेवले दर्शन दिँदैनन् भनेर भनिसके यहाँ हुँदै 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 अब यहाँसम्म आइयो यसरी टक्क पानी चुहिँदैछ गुप्तेश्वर महादेवको धाममा आइपुग्यो अब यहाँ अब ल हामी फाइनल्ली अब यहाँ गुप्तेश्वर महादेवको भित्र प्रवेश गऱ्यौँ होइन यस्तो छ यो चाहिँ मन्दिर यतापट्टि चट्ट पानी चुहिँदो रहेछ यस्तो माथिबाटै टक्क साक्षात् भगवानको ए पाउँदैन ए गाह्रो पो रहेछ त लु यति खिचेर बन्द गरौँ करके आ रहे हैं ना पापा लंबे हैं तो कैसे जाएंगे आप बताओ चलो 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 चढ़ते चलो जय जय बोलते रहो चलते चलो जय जय बोलते रहो चलते चलो जय जय बोलते टाउको ठोकिने रहेछ नि जय बोलो जय जय इसके अरे कहाँ गए आते रहिए चलो बैठो ये कैमरा इस साइड में पकड़ो वो हाथ कितना है
डेभिड फलमा यो फेवातालको पानी आएर पसेको ठाउँ है यो गुप्तेश्वर महादेवको भित्र। त्यो ठाउँ छ पानी आएर गएको छ। यो पानी यसरी यहाँ आउँछ यो एकदम भगवानको त्यो साँच्चै हो नै शक्ति नै जस्तो। यो फेवातालबाट यो यत्रो पानी आउँछ तर यहाँबाट गायब हुन्छ। यो कहाँ जान्छ भन्ने कुरो पत्ता लागेको छैन। यहाँ गुप्तेश्वर महादेवको धाम चाहिँ यो हो। यता आउँदै हुनुहुन्छ यो पानी कहाँ जान्छ परे जस्तो भइरहन्छ जहिले तहिले यहाँ 12 महिना यस्तो छ। यो सबै फेवातालको पानी चाहिँ फेवातालको पानी आएर चाहिँ यहाँ आउँछ फेरि। यो पानी यहीँ गायब हुन्छ। अब यो पानी झरेको झरै यत्रो पानी गायब यहीँ हुन्छ। यस्तो यहाँनिर केही न केही शक्ति छ महादेवको शक्ति हो यो भनेको। गुप्तेश्वर महादेवको त्यहाँ यो मूर्ति हो। यो साक्षात शक्ति भएको मूर्ति है यो चाहिँ। कसैले ठट्टा नमान्नु होला एकदम साक्षात शक्ति भएको मूर्ति हो यो चाहिँ। हाम्रो मैजाङ पनि आयो नि यहाँ। हाम्रो आजको यात्रामा होइन हामी यहाँ डेभिड फल्स पातलो छाँगो भन्ने ठाउँ आइपुग्यौँ घुम्दै जाँदाखेरि। अब उता बुइनी पनि हुनुहुन्छ आउँदै हुनुहुन्छ दिपकजीको मिसेस अनि हाम्रो मैच्याङमा के मिलाउँदै हुनुहुन्छ ब्यागस्याग। अब यसरी नै यता आउँदै आउँदै अब यो नै सबैजनाले यहाँ डेभिड फल्स पोखराको होइन यहाँ टक्क हिलको पनि रहेछ है हिल त्यस्तो टक्क। अब हिँडेको हिँडै छ। मेरो चाहिँ खुट्टा अलिकति फ्र्याक्चर भएर नि अलिक टेन्सन भएको छ। यो छाँगो चाहिँ ठ्याक्कै उहाँ गुप्तेश्वर महादेवको तल गएर झरेको छ क्या। फेरि यही छाँगो हो। यता दुलोबाट आउँछ यताबाट दुलोबाट आउँछ र यस्तो यो होइन। अहिले बन्द छ बनाउँदैछ यहाँ मेन्टेनेन्स चल्दै रहेछ। यो फल्स हो। यो फल्स चाहिँ अब टक्कसँगले यसरी सट्ट झरेको छ उताबाट आएर। हेर्नु त यो फेवातालबाट आएको हो है गाइस। यो फेवातालबाट आएको हो यसरी झरेको छ सरर र अनि यहाँबाट भित्र पसेर मुनि मुनि कहाँ पसेको छ यो देखिँदैन। अब यहाँबाट गायब हुन्छ यो। अझै मजाले देखाउँछु म। यहाँबाट पतालमा पसेर गायब भएको छ यो है। हेर्नु है यहाँबाट पतालमा पसेर गायब भएको छ। यहाँबाट गायब हुन्छ यो होइन। यो यहाँबाट गायब हुन्छ। यो डेभिड फल्स भन्छ यसलाई। यो फेवातालको पानी आएको हो। यहाँबाट गायब भएर एकैचोटि अर्को मैले भिडियो बनाएको छ गुप्तेश्वर महादेवको लास्टमा निस्किन्छ क्या यो। अनि फेरि त्यहाँबाट पनि गायब हुन्छ यो। यस्तो खालको यो के प्राकृतिकले दिएको भनौँ यो दैविक शक्ति भनौँ यो अचम्मको चिज छ क्या यहाँनिर। अब फेवातालको पानी यहाँ आउँछ यहाँ आएर त्यसरी डेभिड फल्स त्यहाँ झर्छ। त्यो झरेर पतालमै जान्छ र गायब हुन्छ। फेरि यो गुप्तेश्वर महादेवको अन्तिम प्रतिमामा आएर निस्किन्छ। त्यहाँ देखिन्छ। त्यहाँ देखेर फेरि त्यहाँ गायब हुन्छ। त्यो गायब भएपछि अब चाहिँ जो कहाँ गयो यो थाहा छैन। त्यस्तो छ यसको सत्यता कुरो है।
अब यतिकै अब घुम्ने क्रममा यहाँ आइपुग्यो लु अब जानुपर्छ खासै अरू कुराहरू छैन त्यस्तो अब जाउँ होइन ल अब हामी लाग्यौँ ल अब आजलाई यो भिडियो यति नै भयो महादेवको ठुलो मूर्तिको दर्शन गर्न आइपुग्यो महादेव दर्शन त्रिमुखी महादेव यहाँबाट पोखराको भ्युज सरङकोटको डाँडो हो कि बिहान हामी गएको त्यहाँनिर यो सरङकोटको डाँडो ओहो लगाइ हेर्नु है साथीहरू मैले पोखरा सबै देखाउने प्रयास गरिरहेको छु यहाँबाट उता दुईजना भ्युज हेर्दै हुनुहुन्छ महादेवको शरणमा यो उता अब त्रिमुखा महादेव छैन के को कथा छ अरे त्यसको बोला उठता है महादेव तिम्रो शरणमा आए महादेव
नन्दी भगवान मान्छेले त भेटिन्छ फोटो फ्रेमहरु बनाउनु चाहिँ फोटो फ्रेम మళ్ళీ వస్తున్నా వచ్చే సంవత్సరం ఈ సంవత్సరం సంపాదించుకొని వచ్చే సంవత్సరం भयो 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 रोक न अनि भयो भन्नु कुन हो यो कुन हो कि यो होइन खै कुन भने तपाईँको सरङकोटको डाँडो हो कि बिहान हामी गएको त्यहाँनिर ओ यो सरङकोटको डाँडो ओहो लगाइ हेर्नु है साथीहरू मैले पोखरा सबै देखाउने प्रयास गरिरहेको छु यहाँबाट यता दुईजना भ्युज हेर्दै हुनुहुन्छ महादेवको शरणमा यो उता अब त्रिमुखा महादेव दिपक सरले आइफोन किन्नु भएको छैन छैन अस्ति चाहिँ किने भने तपाईँले होइन होइन कहाँ किन्नु के को कथा छ अरे त्यसको बोला उठता है आइफोन साइफोन वाला मतलब सही ठीक है सर
महादेव तिम्रो शरणमा आए महादेव नन्दी भगवान मान्छेहरू त भेटिन्छ फोटो फ्रेमहरु बनाउनु